S24 भन्दा कुनै कम छैन अल्ट्रा भन्दा। ल गाइज ओपनिङ। सो हेलो गाइज, वेलकम टु माई ब्लग। र आज म फेरि पनि ब्लग बनाउने छु। ब्लग बनाउँदैछु गाइज। यो मेरो पार्सलको ब्लग र यो पार्सलमा के छ र यो मैले बजारबाट किनेर ल्याएको छु। र गाइज यसमा मेरो ब्लगिङ गर्ने इन्स्ट्रुमेन्टहरु र लेकिन एक सेकेन्ड इन्स्ट्रुमेन्टहरु र सामानहरु छ। र मलाई यो के हो गाइज, मेरो पासपोर्ट पनि आइसक्यो गाइज। अब म विदेशतिर पनि लाग्न सक्छु, किनकि कमाउनु पर्छ, अब बिहे पनि गर्नुपर्छ। त्यही भएर गाइज कितने तेजस्वी लोग हैं हमारे पास, कितने शानदार विचार रखते हैं। ल यो चाहिँ मेरो पासपोर्ट हो। र अझै पनि देखाउँदैछु गाइज, म धेरै सामानहरु बजारबाट ल्याएको छु। ल यो चाहिँ के हो गाइज, चार्जर। र यो के को चार्जर हो म पछि तपाईलाई देखाउँदैछु गाइज। अहिले फर्स्टमा तपाईलाई म देखाउँदैछु गाइज, यो के हो गाइज। ल यो भनिदिनु तपाईहरु के हो। आइफोन A36 5G। लेकिन एक सेकेंड आईफोन A36 5G। कौन है ये लोग, कहां से आते हैं ये? र यो नयाँ मोबाइल आइसक्यो मेरो ब्लगिङ गर्नको लागि, र यो युट्युबरको लागि ब्लगिङ गर्नको लागि आइसक्यो। यो युट्युबरलाई उसको गर्लफ्रेन्डले गिफ्ट दिएको हो। ल गाइस, र यो स्यामसङ S24 भन्दा कुनै कम छैन अल्ट्रा भन्दा। ल गाइज ओपनिङ। र फर्स्ट मोबाइल छ र यसको कस्ट परेको हो 50,000। यस्तो छ गाइज मोबाइल चाहिँ, बवाल छ। ब्लगिङ गर्नलाई एकदम बवाल छ गाइज। टक्कै हेलमेट पनि यसरी लगाएर एकदम बवाल लाग्छ। र गाइज यो मोबाइलमा चाहिँ के आउँदै रहेछ, ल तपाईहरुलाई हेराउँदैछु गाइज। मेरो भिडियोमा अन्तिमसम्म बस्दिनु होला। र यो यसमा चार्जर चाहिँ आउँदैन रहेछ। यो A36 मा चार्जर चाहिँ आउँदैन रहेछ। यो चाहिँ नयाँ मोबाइल हो। यसको चार्जर पनि दुईटै साइड C टाइप रहेछ गाइस। त्यही भएर यसको चार्जरको एडाप्टर सिंगल नै किन्नुपर्छ। त्यो पहिलाको एडाप्टरहरुमा लाग्दैन, त्यो डाटा केबल जस्तोहरुमा। र यसको चाहिँ एडाप्टर बेग्लै रहेछ गाइस। एडाप्टर अनि हामीले बजारबाट ल्याएको छु, त्यही भएर। र गाइस यसको एडाप्टर यति सानो रहेछ र यसको वेट चाहिँ एकदम धेरै छ। त्यही भएर यसको 25 वाटको चार्जर हो यो। र गाइस यसरी लगाएर यसरी चार्ज गर्ने हो। र यो एडाप्टर एकदम बवाल छ। ल गाइस तपाईहरुलाई म देखाउँदैछु कस्तो आउँदैछ गाइस। कैसा लग रहा हूँ मैं, या तो लो इतनी खुशी हो रहा है।